इलाम जिल्लाको दक्षिण भेगमा रहेको माई नगरपालिका वडा नम्बर 2 चेप्टी यो कन्काई नदीको किनारमा रहेको फन पार्क ह्याप्पी ड्रिम्स यो 2082 साल भदौ 18 र 19 गतेको अविरल वर्षाको कारणले गर्दाखेरि क्षति पुगेको र अहिलेसम्म यो ह्याप्पी ड्रिम्स सञ्चालनमा नआइसकेको र धेरै नै क्षति भएको रहेछ। यत्रो धेरै चाहिँ अब हिलोले पुरेको अवस्था छ। यो चाहिँ एउटा माई नगरपालिकालाई चिनाउने ह्याप्पी ड्रिमको यस्तो अवस्था भएपछि त धेरै दुःख लाग्यो। हिलो यस्तो छ। यो चाहिँ माई नगरपालिकालाई पछिल्लो समयमा चाहिँ यो ह्याप्पी ड्रिम्सले धेरै चिनाएको थियो है। ल एकदमै मनोरञ्जन गर्ने ठाउँ यस्तो अवस्था भएछ। अब पुनः सञ्चालनमा ल्याउन चाहिँ निकै गाह्रो पर्ला, तर पनि ढिलो छिटो सञ्चालनमा आउँछ भन्ने आशा लागिरहेको छ है त।